आजबाट चाहिँ हाम्रो कामको लोड कम भएको हुनाले हाम्रो चाहिँ इमिडिएटली एउटा प्लान भयो बाहिर डिनर गर्न जाने। यता सुषमाज टिमलाई मङ्सिर लागेदेखि नै एकदमै धेरै कामको प्रेसरले गर्दाखेरि भोक निन्द्रा प्यासहरू कति धेरै गुमाउनु पनि परिरहेको थियो। सो आज चाहिँ बल्ल काम सकेर सबैजना घरमा ड्रेस चेन्ज गर्न जानुभयो। त्यसपछि म पनि गएँ र घरमा गएर आउटफिट चेक गरेँ। त्यसपछि फेरि स्टुडियो आएर सबैजनालाई समेटेर त्यसपछि हामी चाहिँ स्टुडियो बन्द गरेर हामी चाहिँ बाहिर निस्क्यौँ र सबैजना बाहिर जाने खाने रमाइलो गर्ने मुड फ्रेस गरेर आउने भनी सल्लाह भइसकेपछि चाहिँ हामी सिधै गयौँ कहाँ गयौँ भन्दाखेरि चाहिँ हामी भुङ्रो थकालीमा पुग्यौँ। त्यहाँ पुगिसकेपछि चाहिँ मैले स्कुटीलाई पार्किङमा साइड लगाएँ। त्यसपछि हामी सिधै भित्र गयौँ र हाम्रो टिमहरू पनि आदि गर्दै सबैजना आउँदै हुनुहुन्थ्यो र हामी एकैछिन फर्स्टमा मिटिङ बस्यौँ थोरै। स्न्याक्सको लागि चाहिँ एकछिन हामीले कुर्नु परेको हुनाले त्यही बेलामा चाहिँ हाम्रो केही महत्त्वपूर्ण सल्लाहहरू हाम्रो हुँदै थियो। त्यति नै बेला सबैजनाको खाने टाइम भएको हुनाले एकदमै प्याक थियो रेस्टुरेन्ट पनि। केही बेरको पर्खाएपछि हाम्रो प्रतीक्षा घडी समाप्त भयो र हाम्रो सबै अर्डरहरू आउँदै थियो पालो नै। अनि त्यसपछि थोरै सबैजनाको आफ्नो चोइसको खानेकुराहरू खाँदै हुनुहुन्थ्यो। सबैजनाले स्न्याक्स लिँदै हुनुहुन्थ्यो। त्यतिकैमा गीत बजिदिइहाल्यो। डान्स यति कडा गएछ कि पल्लो घरको छिमेकी नै दङ पर्ने गरेर चाहिँ डान्स भएछ है। सबैजनाको लुकेको प्रतिभाहरू बल्ल बल्ल देखिँदै थियो। त्यहाँको भाइ आएर लेट नाइट भयो दिदी म्युजिक बन्द गर्नु पर्यो भन्न थालिहाल्यो। त्यसपछि चाहिँ अनि हाम्रो चाहिँ थकाली खाना लाग्यौँ हामी। सबैजना खाना बस्नुभयो। एकदम मिठो मानेर सबैजना खाँदै हुनुहुन्थ्यो। एकदमै मलाई पनि स्पेसली मलाई पनि थकाली खाना एकदमै मनपर्छ। सो हामी सबैजना एकदम मिठो मानेर खायौँ। अनि त्यसपछि हाम्रो निमाले चाहिँ एकदम यस्तो खतरा हँसायो है, हेर्नु है। धेरै दिन अगाडिदेखि नै शरीर एकदमै धेरै थाकिरहेको थियो। तर उहाँहरूको रमाइलो भने त्यो लेभलको थियो कि मेरो सारा थकाइलाई नै मेटाइदिनु भयो। यस्तो रमाइलो भयो। सुषमाज टिमसँग यो पहिलोचोटि होला यस्तो मैले इन्जोय गरेँ। सर्ट एन्ड स्विट मोमेन्ट थियो यो। अनि त्यसपछि सबैलाई घर पठाएर म पनि मेरो स्विट भेषभूषामा चढेर घरमा आएँ।